यो रेडिमेड कुर्ता के साथीहरु बनाउनको लागि सुरुमा हामीले बाउला चाहिँ खोलेर दुवैतिरको बाउला खोलेर चाहिँ जसरी मैले भिडियोमा कपडा 4 फोल्डमा फोल्ड गरेको छु नि सिलसिलाई कपडा जसरी हामीले कटिङ गर्नको लागि फोल्ड गर्छौं 4 फोल्डमा त्यही तरिकाले आफ्नो मेजरमेन्ट अनुसारले कटिङ गर्नुपर्ने हुन्छ सिलसिलाई जस्तै तरिकाले चाहिँ छातीको भाग कम्मरको भाग र साइड कटको भागमा स्ट्रेट लाइन तानेर चाहिँ हाम्रो छाती कति छ त्यसलाई 4 ले भाग गरेर एउटा चिन्ह लाउनु पर्ने हुन्छ र कम्मरमा पनि त्यही अनुसारले 4 ले भाग गरेर एउटा चिन्ह र हिपलाई 4 ले भाग गरेर साइड कटमा पनि एउटा चिन्ह लगाएर चाहिँ हामीले एक्स्ट्रा सिलाई भाग चाहिँ कपडा कति छ त्यही अनुसार राख्न पर्ने हुन्छ र काखी गोल्याउन पर्ने अगाडि र पछाडी त्यही अनुसारले हामीले गोल्याउनु पर्ने हुन्छ र शोल्डर पनि हाम्रो अब मेजरमेन्ट अनुसार कति छ त्यही अनुसार लिनु पर्ने हुन्छ रेडिमेडमा चाहिँ अब शोल्डर कुनैमा धेरै हुन्छ त्यही अनुसारले शोल्डर घटाउनु पर्ने हुन्छ यसरी बनाएर लगाउँदाखेरि चाहिँ शरीरमा चिटिक्क मिल्ने हुन्छ अब कुनै साथीहरुले चाहिँ के भन्नुहुन्छ भने सर र हान्नी त नि भन्नुहुन्छ के सर र हानेर मात्रै हुँदैन के अब यसको शोल्डर मिल्न पर्यो आफ्नो शरीरको मेजरमेन्ट अनुसार मिल्न पर्यो तब पो शरीरमा मिल्ने भयो त कुर्ता अब कति महँगो हुन्छ अनि शरीरमा मिलेन भने त के मज्जा आयो त नि साथीहरु यति गरिसकेपछि भने हामीले अगाडि पाटामा चाहिँ यसरी काखी पछाडीको पाटा भन्दा अगाडि पाटा चाहिँ भित्र गएर चाहिँ गोल्याउनु पर्ने हुन्छ तब मात्रै हाम्रो यो काखीमा चाहिँ कपडा मुजा पर्दैन र शरीरमा मिलेको देखिन्छ के त्यसपछिको पालो भनेको हाम्रो बाउलामा पनि हाम्रो बाउलाको मेजरमेन्ट अनुसार चाहिँ बाउलाको पनि कटिङ गर्नुपर्ने हुन्छ र चिन्ह लाएर चाहिँ हामीले यसको पनि कटिङ गर्नुपर्ने हुन्छ यो सिलसिलाई भन्दा रेडिमेड चाहिँ गाह्रो हुन्छ खोल्न पर्ने हुन्छ र त्यही अनुसारले बनाउनु पर्ने हुन्छ त्यही भएर गाह्रो हुन्छ भन्नलाई चाहिँ अब सर र हान्नी हो भन्नुहुन्छ के सर र हान्नी हो भनेर हुँदैन नि त यसरी कटिङ गरेर मिलाउनु पर्छ अनि कहाँबाट हुन्छ के साथीहरु भन्न सजिलो हुन्छ गर्न गाह्रो हुन्छ बाउलामा पनि यसरी काखी गोल्याउनु पर्ने हुन्छ अगाडि पाटामा रेडिमेडमा चाहिँ अगाडि पछाडी उस्तै राख्दिएको हुन्छ त्यही भएर कपडा मिल्दैन के फक्क उठ्ने हुन्छ यसरी मिलाएर बनाएर लगायो भने चाहिँ सिलसिलाई जस्तै देखिन्छ राम्रो मिल्छ शरीरमा चटक्क मिल्छ